सुरुमा यो भिडियो तालमेल होइन केही राष्ट्रपाका तर्फबाट केही असभ्य अस्वस्थ खालको क्रियाकलाप भयो भन्ने मैले सुने। तर त्यत्रो ठुलो केही होइन, अलिकति उनीहरूले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होला जस्तो लाग्छ मलाई। अब अर्को यो भिडियो हेर्नुहोस्। आजकै घटनाक्रम तपाईलाई के लाग्छ? त्यो कार्यक्रममा कुन पार्टीबाट हमला भयो जस्तो देखिन्छ? अब रातो टोपी लाउने र त्यो झन्डा लिने मान्छे पनि आफ्नो पार्टीको होइन भन्नुपर्ने अवस्था आउँछ भने त्योभन्दा राम्रो कुरा के गर्न सकिन्छ? उत्कृष्ट के हुन सक्छ? अर्थात् आफ्नो झन्डा बोक्न पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मान्छे झिकाउनु पर्यो, त्यसरी बुझौँ। अब आइहाल्नुभयो कमसेकम उहाँकै शब्दमा। लाइक त दिनुहोस् बाबा, छेउमै हुन्छ लाइक।